दिन पछाडिलाई म सुरुको प्रार्थना गर्न अगुवाईको निम्ति प्रार्थना गर्न अनुरोध गर्दछु। हुन्छ, अनि अहिले हाम्रो दुलहा आइसक्नु भएको छ। अब हामी एउटा वचनको खण्डलाई हामी हेर्नेछौँ। वचन सङ्ग्रह 149 को 1 पदले हामी हेर्नेछौँ। त्यसको शीर्षकमा यसरी लेखिएको छ, प्रशंसाको गीत 1 मा हालेलुया, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ, पवित्र जनहरूको समुदायमा उहाँको प्रशंसा गर। पवित्र जनहरूको समुदायमा तपाईँ प्रभुलाई महिमा दिनुहोस्।
साथै जनसमुदायहरू आमा दिदीबहिनीहरूलाई न्याय अभिवादन। आज हामी साक्षी नै अघि परमेश्वरको दास लालमान तामाङज्यूबाट हामीले वचन सुन्नुभएको छ। विवाह गरी जीवन बिताएकोमा तपाईहरू खुसी हुनुहुन्छ? खुसी छु। त्यसो हो भने कृपया कन्यादानको निम्ति अगाडि आउनुहोस्। तपाईको छोरीको दाहिने हात पुरुषको दाहिने हातमा राखिदिनुहोस्। ल ल सबैजनाले ताली बजाइदिनेछ। शान्तिमा निर्माण हुनेछ। आमेन। अब यो बुवाआमाको सहमति। अब पहिला हामी फेरि दुला राजालाई नै नम्बर आउनेछौँ है। दुला राजा भनेको त राजा हो लाई यो पछि पछि दोहोऱ्याउनुको लागि म अनुरोध गर्दछु। म श्री स्टिभन आले मगर, तिमी सुश्री अमिरा तामाङलाई आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, प्रशस्तमा वा अभावमा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म परमेश्वरको वचन अनुसार वास्ता र प्यार गरि नै रहनेछु भनी यो प्रतिज्ञा गर्दछु। आमेन। सबैजनाले ताली बजाइदिनुहोस्। अमिरा तामाङ, तपाईँ श्री स्टिभन आले मगरलाई आजको दिनदेखि उसो निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, प्रशस्तमा वा अभावमा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म परमेश्वरको वचन अनुसार वास्ता र प्यार गरि नै रहनेछु भनी यो प्रतिज्ञा गर्दछु। आमेन। सबैजनाले ताली बजाइदिनुहोस्। यो उपहार एकले अर्कालाई दिने उपहार ल्याउनु भएछ, जो चाहिँ इङ्ग्लिसमा गोल्ड भन्छन् अनि नेपालीमा सुन। सुनभन्दा महँगो प्रेम चाहिँ उहाँहरू गर्दै हुनुहुन्छ। यो चाहिँ गोल्ड छ। यो तागी मेरो हाडको हाड, मेरो मासुको मासु आज मात्रै लगाएपछि प्रमाणित हुन्छ। हल्का यता पनि खेल्नु। ताली बजाइदिनेछ। जोरदार ताली बजाउने छ हामी। अमिरालाई फुल लगाउनको लागि म अनुरोध गर्दछु। लगाउने बेला हामी फेरि ताली बजाइदिनेछ। माथिबाट लगाउनु। दुलनी रानी अमिरा हो कि होइन है, चिन्नु त पर्यो नि। मेरो हाडको हाड, मासुको मासु हो कि होइन। अब गलत पो पऱ्यो कि है। याकुबलाई पनि राहेल भनेको त ल्याइदिएको थियो। म अनुरोध गर्छु यो घुम्टो हटाएर यति बेला हामी सबैजना मिलेर हामी ताली बजाइदिनेछ। यता तलबाट
तर्फबाट चाहिँ हो रहेछ भनेर भन्नुभयो। सबैले भन्नुहोस् आमेन। अब दुलही तर्फको जीवन यस्तै हो, जीवन यस्तै हो। प्रार्थनामा याद गर्नु एउटै पिताको सन्तान हामी, एउटै पिताको सन्तान हामी। आज आशिषको झरी
जीवनभरि मित्रताको मिठो मिठो समय मेरो हातमा तिम्रो साथमा छु काटुमा यात्रायो सँगसँगै मेरो हातमा तिम्रो साथमा छु Bueno, alguém foi aqui hoje, não सर्वशक्तिमान प्रभु आजको यो दिन हाम्रो लागि एउटा असल दिन बनाउनु भएको छ र विशेष गरिकन प्रभु आजको बुढा स्टेफान बाबु र हाम्रो दुलाई नानी अमिरालाई प्रभु या वैवाहिकको प्रभु जीवनमा बाँधिने कार्य भएको छन् आजबाट चाहिँ उहाँहरू प्रभु एकसाथ रहेर पारिवारिक कदमहरू पारिवारिक गाडी चलाउने कार्य यहाँहरूले गर्नुहुनेछन्। त्यसकारण हामी प्रभु परमेश्वर फेरि पनि यो समय तपाईँसँग हामी प्रार्थना गर्छौँ प्रभु, यहाँ दुवैजनाको लागि हामी आशीर्वाद माग्छौँ परमेश्वर। हे सर्वशक्तिमान परमेश्वर, हामी तपाईँको वचनबाट हामी थाहा गर्दछौँ उत्पत्ति 1:22 तपाईँ प्रभुले जब आदम र हव्वालाई सृष्टि गर्नु भएपछि त्यो नारा नारीको रूपमा सृष्टि गर्नु भएपछि आफ्नो स्वरूपमा सृष्टि गर्नु भएपछि तपाईँले आशीर्वाद दिनुभएको छ, फल्दै फुल्दै वृद्धि हुँदै जाओस् भन्ने यो आशीर्वाद आज पृथ्वीमा भरिरहेका छन्, त्यो लागू भइरहेका छन्। त्यही आशीर्वाद आज परमेश्वर हामी यो नवदम्पतिलाई तपाईँको नाम हामी माग्दछौँ परमेश्वर। नानी अमेरालाई आज यो मण्डली समाज समुदायबाट हामी यस ठाउँबाट अहिले उदयपुरतर्फ हामी पठाउँदैछौँ।